हाम्रो यो 6 महिनाको तालिममा चाहिँ यो हामी सिक्ने क्रममै छौँ, तर पनि अब सधैँ सिक्दा पनि अलि बोरिङ हुने भएको भएर चाहिँ आज हामी यो पढाइको अलावा चाहिँ ल्वाङ भिलेज भिजिटको लागि चाहिँ अब हामी जाँदैछौँ। अब हेरौँ ल्वाङमा के कस्तो हुन्छ, तपाईँहरूलाई फेरि अपडेट गराउने छु यसैमा। The Mandarin, come on! Finally, we reached Luang village. के भिडियो के अलि गाह्रो ठाउँहरू छ, तिमी देख्न सक्छौ। यहाँ यस्तो छ केटाहरू, यहाँ देखाऊ। यहाँ रमाइलो गरिरहेछन्, त्यही पनि यहाँ हाम्रो सबैजनालाई नमस्ते। आज हामी यस सानो भ्रमणमा हामी एडभान्स ग्रुपबाट पिपिआईको ल्वाङ भिलेज आएको छौँ। अब यस ल्वाङ भिलेजमा हाम्रो 14 नम्बर परेको छ। अब 14 नम्बर कता पर्छ अब हामी जाँदैछौँ, खोज्दैछौँ। ल है त, यहाँदेखि हाम्रो 14 नम्बर परेको छ है। ल ल हाम्रो सर, ल अगाडि बढ्दै गरौँ। अहिलेसम्म त रमाइलो नै भएको छ। अब अगाडिको समयलाई पनि हेरौँ कस्तो छ, कस्तो हुँदो रहेछ, कस्तो राम्रो राम्रो घरहरू। फोटो नै आउँछ यहाँदेखि फेरि भित्र रहेछ है त। आज राति हाम्रो धेरै नै भव्य कार्यक्रम छ। गर्नु होला, नजर दया माया नगर्नु होला। 12वटा भाले ल्याएको छौँ हामीले, लोकल भाले। त्यसलाई चाहिँ राति भरे के हुन्छ होला भोलि पनि हामी त्यही हो गाइस, हेर्न सक्नुहुन्छ। ल है त, गन्तव्यमा हामी लाग्दैछौँ। यो बाटोहरू एकदम कठिन छ, हेर्न सक्नुहुन्छ। एकदम कठिन बाटो रहेछ। अझै पर रहेछ हाम्रो 14 नम्बर। भ्यू रहेछ। फिलिङ ह्याप्पी। ए 14 नम्बर। 14 नम्बरमा हामी पुगिसकेका छौँ। अब कस्तो रहेछ उहाँ हाम्रो गाइड हुनुहुन्थ्यो, गाइड चाहिँ अब एकछिन जानुभएछ। ल हाम्रो ल्वाङ भिलेजको 14 नम्बर होमस्टे आइसकेको छौँ। हाम्रो रेस्टुरेन्ट रहेछ है त हाम्रो यहाँ हाम्रो रेस्टुरेन्टदेखि धेरै राम्रो भ्यू देखेको छ।
लङ भिलेजको 14 नम्बरको रुम र होमस्टेमा पुगेको छौँ। अनि त्यसपछि पुगेर पनि नास्ता सास्ता खाजा खाएर अब एकछिन यहाँ चिल गरेर त्यसपछि यहाँ हाम्रो बार्बेक्यू चलिरहेको छ। आगो सल्किँदैछ हाम्रो बार्बेक्यू लागि। ल के हुँदैछ अहिले त्यही ठिक छ। भोलि बिहान नै अब घुम्न जाने प्लान छ हाम्रो माथि, त्यहीँ देखाउँ ल। अब 2 शब्द जाओस् न। मबाट केही छैन, ऊ माथि रहेछ ल। त्यो छ यहाँको भ्यू चाहिँ एकदम राम्रो। भोलि रमाइलो गर्नुपर्छ। अनि सर नाइट राम्रो छ। हामी के अरे लङ आइरहेका छौँ। 2 शब्द जाओस् न सर। 2 शब्द के भन्नु र, अब लङ भिजिट गर्न आउनु राम्रो रहेछ। हामी पनि हेर्दैछौँ भर्खर आएर। अब यस्तै छ नि त। अब यो माथि लङ अब यसरी जाने रहेछ माथि चियाबारी चाहिँ। ल ऊ त्यहाँ रहेछ है त। लङ त्यही सक्दैन। यस्तो पुरानो टाइपको घरमा त्यो पहिला मेरोमा खानु भन्दैन। माथि हेर। अहिले फोन गरेको होइन त, यहाँ आइपुग्यौँ भनेर हिँड्न लाग्यो भनेदेखि हेऱ्यौ तिमी आफैले। कार्यक्रम अब सुरु भइसकेको छ। हाम्रो सुरेश सरले पस्किँदै हुनुहुन्छ। हामी अहिले 7 जना छौँ। ओ निभाम न यो फेरि डरला फेरि स्किन। फर्कनु पर्दैन के त नाति हो त आएको निस्कियो बिस्तारै। यहाँ मान्छे कति आउँदै यहाँ बाइकमा। सेकको पसल खोल्छ। सेकको बुढीलाई पाल्नु परेन। मैले नै गर्दैछु अहिले। अहिले एउटा प्लेट पनि ल्याइदिनु। हल्का रोटी पनि गर्छ केटा। बस्न चाख्न सबै। Day 2, good morning. Such a nice view of Luang village.
के भयो भिडियो भिडियो सक्छ सनसेट कि सनराइज सनराइज हो CSC चाट छैन के चाट कहाँ हो ल सबैजनालाई गुड मर्निङ। हामी आज लङ भिलेजमा छौँ। हाम्रो सुरुवात आज तातो पानीबाट भयो। लगभग 4-5 ग्लास खाइसकेँ। यस्तै खानु होला बिहान सकियो ऊ जाँदैन त्यहाँ हाम्रो पागल प्रेमी त्यहाँ छ है ल पागल प्रेमी यो त भ्लग हो अब एकछिनमा चिया बनिरहेछ बन्दैछ अब तातो पानी सकिसक्यो अब एकछिनमा चिया खाने जाउँ तल होला तलको मान्छे माथि आइरहेको देखेन के भन्नु मैले के माग्नु पर्यो तलदेखि स्ट्राइक गर्नु पर्यो कि क्याप्टेन माथि बिहानी क्याप्टेन तिमीलाई क्याप्टेन मलाई क्याप्टेन सोचेर सनराइज एकदम एकछिनमा माथि लङ भिलेज देखेको ठाउँमा हामी जान्छौँ अनि साथै त्यहाँ चिया बगान पनि छ यो हटाउनु अनि त्यहाँ चिया बगानमा यसो घुमेर बेलुका 2 बजीतिर निस्किन्छौँ होला फेरि उतै होस्टेलमा। अब हेरौँ आज के कति रमाइलो गरिन्छ। हिजोको रमाइलो देख्न सक्नुभएको छ होला हाम्रो अगाडिको भ्लगमा अनि आजको रमाइलो चाहिँ छुट्टै हुनेछ। हिजो जस्तो रमाइलो त्यस्तो रमाइलो हुने छैन। आज चाहिँ फाल्टै रमाइलो हुनेछ। हेर्नु होला। अनि अब एकछिनमा खास के ब्रेकफास्ट खाएर चाहिँ लङ भिलेजको माथि भ्यू टावर जस्तो छ अनि त्यहाँ भ्यू टावरमा गएर चाहिँ के घुमिन्छ चिया बगानहरू पनि छ अरे त्यो चिया बगान घुम्नेछौँ त्यही न यहाँबाट मस्त देखिरहेछ यसकै मजा लिइरहेछ। एउटा चप्पल छैन मुला जुत्तै
सानो चाहिँ ब्रेकफास्ट अब हाम्रो सुरु भइरहेको छ रन्गाउ केटाहरू चिन्ता नगरेर अझ होइन गाउँ घर त तपाईँकै यहाँ छिमेकी हो ए तपाईँ माछापुत्री 8 हामी माछापुत्री 3 भएको बसाइ चाहिँ लामो छ र हामी अहिले चाहिँ माथि लङ प्लेस अनि चियाबारी घुम्न गइरहेका छौँ है चस्मा दिनु नि खोइ बोल्दै गर न हामी भर्खर चिया बाहिर चिया बगानतिर निस्किसकेका छौँ हेर्न सक्नुहुन्छ हामीहरू यो माथि सिडीको बाटो हिँड्दै चिया बगानसम्म गइरहेका छौँ ठाउँ बब्बाल रहेछ घरहरू डिजाइनका छन् यो पनि छ देख्न सक्नुहुन्छ हरियो वन नेपालको धन यो वन नेपालको धन भने हरियो वन छ वेस्ट नेपालको धन हुन बाँकी छ देख्न सक्नुहुन्छ माछापुच्छ्रीमा तर खासै खै क्यामेरामा देखेन यो धुलोको कारण माछापुच्छ्रीमा नि खासै नदेखिने भएको छ तर साइडको चाहिँ यहीँ देखिरहेको छ अन्नपूर्ण एक हो कि दुई ठ्याक्कै थाहा भएन तर देखिरहेको छ माथि हेर्नुहोस् न देखाउनु माथि देखेन यार भनेको त हाम्रो डिजे म्यान पनि छ डिजे भुवन ए भेट्यो सिंगल के हामी सबै सबैको ल हाम्रो टिम आउँदैछन् हजुर हिजोको बसाइपछि लङ जानको लागि चाहिँ अहिले हामी यो 3 धारामा 3 धारा आएका छौँ यहाँ अहिले एउटा मोडर्न 3 धारा पनि छ है हजुर यो पिउने पानी हो मजाले यसलाई पानी पिउन मिल्छ मुखसुख धुन मिल्छ एकदम सफा रुमबाट निक्लेर सिधै यहाँ कहाँबाट निक्लेको भने थाहै छैन यही भित्रबाट निक्लेर सिधै यहाँ चाहिँ आएको छ पानी यो चाहिँ अहिले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 अन्तर्गत पर्छ किनभने यो मेरो आफ्नै गाउँपालिका पनि हो टोलीहरूले अब पानी खाँदैछ
अब हामी यो पानी सँगसँगै अब हामी फेरि गलो लाउँछौँ चियाबारीको लागि। यहाँबाट माथि रहेछ। पानीको एउटा पुग्ला एउटा आँटो बस्छ भरे आउँदाखेरि एउटा दामी भिडियो भयो भने सानो सर्ट खाल्छ मेवारी फुल्नु स्पेस छ नि हेरौँ यहाँदेखि उकाल थाकियो यस्तो हिँड्न त 2 दिन त मरिन्छ होला यार। हाम्रो म्याडमहरू हुनुहुन्छ यहाँ लाइन टी सर्ट भएको ए सर्ट भएको ल ठिक छ लङ आयो यतै आउने गरी बुद्धको मूर्ति छ उता ठुलो एउटा यहाँ चाहिँ बनाउनु पर्छ हामी एउटा बुद्धको मूर्ति छ अहिले फोटो खिच्नु बेला फोटो होइन सङ्गीत अब आएको ल त्यति त नि मेरो एउटा ठ्याक्कै बनाइदियो ल यसको उद्घाटनको दिन मसँग फोटो हो आउनु न वाला ओ साथी हिँड आयो एक स्टेपमा ठ्याक्कै चियाबारीको बरफ किन्छु क्या अनि म उकालो जान्छु तिमी पनि यता यता आउँदै गर क्या भयो किन ल यहीँबाट गर ल गर्दै हो ए अघि गरेको अब हानेर कट्छु के म ल हाम्रो सर ओ ल अब अन्तिम आएर पनि अब चिया बारी पुग्न लागिसकेको छौँ। अब हाम्रो यहाँदेखि चियाबारी स्टार्ट भएछ थकित हाम्रो केटाहरू त्यही पनि हेर्नलाई अगाडि बढिरहेका छौँ। पछाडि हाम्रो सर हुनुहुन्छ पुरा भ्यू खिच्दै हुनुहुन्छ। हाम्रो पोखरामा यति पोल्युसन छ कि हेर्नुहोस् पोल्युसनले गर्दा माछा पुछे पनि अगाडिको देखेकै छैन। हटाउनु पर्यो त्यही भएर राजालाई ल्याउनु पर्छ पोल्युसन हट्छ अनि। ल एकदम सुन्दर हाम्रो चिया बगान देखेको छौँ त्यहाँबाट चाहिँ हिमाल ल मिठो माथिबाट आएर ओ माथि जाने
के भयो ए चियाबारीको बिचमा ल राष्ट्रिय फुल हो खै केटाहरूसँग चाहिँ अगाडि गइसक्यो मान्छे त गएको छैन अगाडि हलुङ्गो हलुङ त्यही चाहिँ होइन केटाहरू माथि हामीसँग अहिले मल्लो कटेजमा जाँदैछौँ यो कटेजमा यो गुरुङ ड्रेसहरू लाउन मनपर्छ होइन यहाँ लाउँदा हुन्छ गुरुङ ड्रेस लाएर चाहिँ अब यहाँ चियाबारीमा आफ्नो इच्छा पुरा गर्न सक्नुहुन्छ ए बट्टा ल्याएन बट्टा पानीको बट्टा कहाँ फाल्दै तिमीहरूले त्यही तलै छुटे कहाँ त त्यो बुद्धको खोइ हिँड न हिँड न छिटो लास्ट में साउंड मुझ में नहीं करे ले आई चल के उड़ के चियाबारीमा हो चियाबारीमा चियाबारीमा हो चियाबारीमा ल दिनुभयो त है सरले सडै सड होइन छैन छैन ल केही जाओस् हामी अहिले ठ्याक्कै लङ भिलेजको चियाबारीको 22 नम्बर होमस्टेमा पुगिसकेका छौँ। हेर्नुहोस् यताको चियाबारी यो किल्लामा फाँटहरू छन् कि आँखाले भ्याउनै नसकेको छन् होइन। अनि यहाँ चाहिँ हामी अब 22 नम्बर होमस्टे देखाउँछौँ। आउनु टोइलेट खाजा खाने ठाउँ बस्ने ठाउँ गएपछि हामी चाहिँ भ्यू पोइन्ट ल सर केही जाओस् अहिले केही जान सकेको छैन। भर्खर आएर म यो रेस्ट गरिरहेको छु होइन। अहिले हामी फाइनल्ली यो बाछापुच्छर गाउँपालिका वडा नम्बर 8 मा भएको चियाबारी लुवाङको चियाबारीमा आइपुगेका छौँ। अब हेरौँ एकछिनपछि फोटो कस्तो आउँछ। भ्यू त केही छैन, पुरै धुलोले जस्तै छ। लालीगुराँस पनि रहेछ एउटा, यसो देख्न पाइएको छ त्यहाँनिर। हिमाललाई पनि क्याप्चर गर्ने होला है लालीगुराँसलाई। हिमालहरू चाहिँ अहिले केही देखिएको छैन, पुरै एकदम ढाकिसकेछ। कता कता मात्रै एकदम छुटपुट माछापुच्छरलाई धौलागिरी हल्का हल्का देखिएको छ। हेरौँ, लेट्स सी व्हाट ह्यापन।
अब हाम्रो ल ल तर बाँदरको चाक जस्तो अनुहार राख्नु एकछिन रेस्ट गरौँ भने मान्दैन चलिरहन्छ कि ल रुवाङको 22 नम्बर होमस्टेमा हामी छौँ। हामी चाहिँ 14 नम्बर होमस्टेमा बसेका थियो 22 नम्बरमा आएर बस्नुपर्ने रहेछ भएन ठिकै छ नमिलेर यहाँ आएको बिहान अलि हिमाल सिमाल लगाउनु देखिन्छ कि बिहान आउनु बाबै यो 22 पो हो यो ओइ भुवनजी बनाइदेऊ न एउटा भात पनि एउटा बियर भिडियो मात्र बनाउँछ 15 सेकेन्ड 15-30 सेकेन्ड जस्तो वाउ 30 सेकेन्ड जस्तो भान्जा कहाँ हो के यार छैन जङ्गल लागेर नि गरेको हुन्छ अब एकदम देखाउ अब लास्ट आयो मन धेर बनाउँदैन भाइ फुल देखाइदिनु पहिला मेरो फुल अब हामी चियाबारीतिर हिँडिरहेछौँ अब लुवाङको भयो तल जाने अब काम माथि जाऊँ कि माथि अहिले आएर बरु खिचौँ ल त्यही नि हाम्रो सर कहाँ जानुभयो ल सबै नेवारीहरूको नेवार रहेछन् नेवार कति सेकेन्डको भयो नि हुन्छ ल त हामीतिर मिसिएछ नि त लैजानु भनिदिनु पर्यो सर यता आइसक्यो हजुरको स्कुलको स्कुलको आमासँग भन्दै धेरै आमासँग जस्तो देखिएको छौँ भन्ने पेपर सेपरको कुरा कहाँ उतै घरमै उनीहरूको जस्तै एउटा भिडियो बना चियाबारीमा भन्ने गीतकार नाच्नु परेन स्टुडेन्ट मार्केट हाने है मार्केट मिर्गा भेट्यो मिर्गा छोप्यो मिर्गा के
कसको गु हो यो मृगको हात्तीको म अघिदेखि बनाउँछु जङ्गलतिर पर्छ होला खै यता माथि के एउटा त यस्तो त्यहाँबाट माथि हाल्यो नि दामी हुन्छ हाम्रो टिम एकदम थकित भएर अब त्यो रोक त एउटा भिडियो रुक त रुक जान मन लाग्यो सर चिया बगानको घुमाएपछि अब हामी एकदम थाकेर ओ सर त थाक्नु भएछ ल स्वर्गमै आयो जस्तो हो चियाबारीको थकानपछि फाइनली हामी चियाबारी एक राउन्ड घुमिसकेका छौँ र अहिले हामी रेस्ट गर्दैछौँ तपाईँहरूसँग पनि टाइम छ भने आउनु होला यो अति नै राम्रो ठाउँ छ यो माछापुच्छ्रे गाउँपालिकाको यो चियाबारी माथि पनि देखिएछ सबै हिमालयहरू माछापुच्छ्रे देखाइदिउँ न त है यस्तो गरेर ल आयो आयो मेरो सक्यो 25% छ अब होइन के थियो होइन के थियो भन्न
परमतलाई क्यामेरा दिनु ल्याउ न सबै नाचौँ के तिम्रो नाच कता हिँडेको बिजुली बालेर हट भएर पट भएर जाउँ न म छु यहीँ छु म यहीँ छु जाउँ जाउँ जुली बालेर हट भएर पट भएर आज भोलि दुर्गेशको गीत फिल्मतिर टिक्छ हेर्दै जाँदा इन्डस्ट्रीमा कोचै बढी टिक्छ आज भोलि दुर्गेशको गीत फिल्मतिर टिक्छ हेर्दै जाँदा इन्डस्ट्रीमा कोचै बढी टिक्छ खर्च भएर खर्च भएको छ म पैसा उडाउँदै म गाडी उडाउँदै म धुलो उडाउँदै मेरो यस्तै छ मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मैले छैन चिनेको तिमी को हो कट्टा सट्टा फाल्दिएर पिस्तल किनेको कट्टा सट्टा फाल्दिएर पिस्तल किनेको तिमी को हो क्या बोल रहा एउटा गुट्टा लादिरहनु यसलाई सेता बेता पहेँलो लगाइसक्यो पसिनाले उतै थाकेर अन्त है साह्रै नै मिठो कुवाको पानी
भयो अनि पो हुन्छ दिन मोबाइल अड्किरहेको यार मरिसक्यो अब 18% भइसक्यो त कहाँ बच्छ त्यो तिमी भन्छौ भने जिउँदै लाने एउटा ठक्क सबैको यसरी झर्ने तल पनि देखाऊ तलको सब देखाऊ ल ल ल ल दियो 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 फुटबल टिम जितेछ क्या वाङले जिते यसपालिको ल पानी कुवाको यहाँ त कुवाको होइन नि धाराको हो यहाँ त हामी बसेको होमस्टे देखाइदिन्छु म यहाँबाट हो कि अलि यताबाट हो कि बाटो त जस्तै यही हो क्या यता घुमेर गयो थियो भने यही त भन्नुभएको भाइ अहिले हामी लङको मेन सेन्टरमा छौँ मेन सेन्टर यहाँ पनि होमस्टे बन्दैछ यहाँको मालिक चाहिँ चौधरी यहाँसम्म चाहिँ त्यो लाइन गर्नु पर्दैन क्याप्टेन ल यहाँनिर एउटा फोटो भयो ल भयो बसेकै भयो ब्याट्री छक्यो अड्क्यो हामी होमस्टेमा पुग्यौँ आफ्नो डेस्टिनेसनमा गएर अब खाना खान्छौँ। ल भुवन के को यो आज नास्ता? अब चिकन लेग पिस त गाडी छ।
Thank you for your sweet service. Homestay now 14. ए हस् के भन्नु मैले लगाइदिँदैछु तपाईँहरूबाट हतार भएको कारणले अब भाइहरू आत्मनिर्भर भएर सक्षम भएर है अब यही गाउँमा बत्ती बनाउन आउने रे अब यस्तो कामहरू राम्रो हो नि सिकिरहेको सिपमूलक कार्यक्रम यही छ खै अलि नजिक आऊ बोल न बोल ल यहाँ भर्खर बिदाई भयो हाम्रो धेरै राम्रो बिदाई गर्नु पर्यो त्यसको लागि हामी धेरै नै आभारी छौँ सकेसम्म अझै आउने कोसिस लङ भिलेज त एकदम राम्रो रहेछ यहाँ एकदम राम्रो फेसिलिटीहरू अनि त्यसपछि सस्तोमा यो त धेरै राम्रो हो सबजनाले भिजिट गरिदिनु होला धेरै राम्रो छ यहाँको फेसिलिटीहरू चेक गर्नु होला कस्तो छ कस्तो छैन एकदम रमणीय ठाउँ छ माथि लङ भिलेज लेखेको रहेछ त्यहाँ हामी पुगेको थियौँ माथि आमा समूह टोली अघि गएको थियो त्यो उनीहरू पनि आइसकेको रहेछ ल हाम्रो यात्रा फेरि सुरु भइसकेको छ फेरि होस्टेलतर्फ हामी लागिसकेका छौँ हाम्रो स्टुडेन्ट सरको सानो ट्रिप थियो यो स्टुडेन्ट टिचरको धेरै राम्रो सर्ट ट्रिप हाम्रो धेरै भयो हो फाइनली लङबाट हाम्रो बिदा कार्यक्रम भएर नि हामी फर्किन रिटर्न ब्याक टु होस्टेल हो ल हामी अब बसको सिट छेक्न जाँदैछौँ सकेसम्म सिट छेक्ने नै प्रयास गर्नेछौँ यदि प्याक भइसकेछ भने चाहिँ हामीलाई असफल मानिनेछौँ बस आयो कुन फेरि बस्न पाएर फेरि हाम्रो यो लङ भिलेज है त फेरि भित्रिँदैछौँ लङ भिलेज यो दोस्रो चोटि हो हाम्रो ट्रिप हाम्रो स्वागत तलै भइसक्यो रहेछ आयो जनचौनीको भाइ उत्तम चाउमिन खोइ आउनु पर्यो क्या आउनु पर्यो क्या गर्मी छ बाई हेरौँ न लु दिदेश लु दिदेश
हेलो म फर्किन लागेको थिएँ त्यो चिजलाई चाहिँ छोरालाई बाहिर निकालिदिएर भन त आइल्यान्ड सिटी कस्तो छ हिजो आन्दोलन भएको कस्तो सफाइ गर्यो तर हेर्नुहोस् पोखराको मेयर बाटोको हालत हेर्नुहोस् कस्तो राम्रो छ यो हाइवे जोड्ने बाटोमा हामी अहिले हिँड्दैछौँ अब यहाँ हाम्रो 7 वटा टिमले अब पोखराको मेयरको घर कब्जा हान्ने छ साँझतिर सबैले है ल पोखराको मेयर पुर्याउनै पर्यो भिडियो पोखराको मेयर आउनु आइछ गाडी गाडी नआउँदै हामी कतिको आइरह गाडी कार छ कहाँ नाट्यो अब होस्टेल हामी होस्टेल हो ब्याक टु होम घर त घरै हो है घर त घरै 6 महिनाको लागि अस्थायी बसोबास हिँडाइ त कडा छ मरद छ हौ मरद किन प्यान्ट छ मात्रै हिँड्ने ल है हाम्रो अन्तिम यात्रा भइसकेको छ अब हामी होस्टेलतर्फ लागिसकेको छौँ हाम्रो अम्बो जनसाङ्गीलाई यसो गीत गाउ जाओस् न त एउटा उताबाट नि जनसाङ्गीको दाजु हाम्रो कठिन यात्रा थियो है भर्खरको थियो एकदम कठिन अर्डर लाएर आइयो हामीले Thank you for watching. Hope you enjoyed the video.